तपाईँ माथि पुग्नुहुन्छ अनि ती आँखाहरू तपाईँलाई निहालिरहेका छन्। ती केवल चित्र होइनन्, ती सबै देख्ने आँखाहरू हुन्। पुराना बौद्ध ग्रन्थहरू भन्छन्, जो आँखा देख्छ उसले तपाईँको शरीर होइन, तपाईँको आत्मालाई पढ्छ। महाचैत्यको प्रत्येक ढुङ्गामा रहस्य छ, गणित, मन्त्र र ऊर्जा मिलेर बनेको यस्तो संरचना जुन हजारौं वर्षदेखि कम्पन फैलाइरहेको छ। जब रात पर्छ, बत्तीहरू बल्छन् अनि शान्ति फैलिन्छ। तर केही साधुहरू भन्छन् त्यही बेला पत्थर बोल्न थाल्छन् र वातावरणमा एउटा अदृश्य शक्ति बग्न थाल्छ। स्वयम्भू केवल मन्दिर होइन, यो ऊर्जा, समय र चेतनाको सङ्गम हो। त्यसैले जब तपाईँले ती आँखाहरू हेर्नुहुन्छ, सावधान रहनुहोला, सायद तपाईँको आत्मा पनि हेरिरहेको छ।